हेलो एभ्रिवान, वेलकम ब्याक। बाबा मम्मीहरूलाई रबर बुट लानुको लागि चाहिँ हामी मेरो सनस्क्रिन सकेको थियो अनि ल्याउनु गएको। हामी चाहिँ लेट गयो नि त अनि फेरि लागेको हामी जहिले पनि यो बाटो चाहिँ ब्लक हुन्छ। ला 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 हो चक्का मात्रै घुम्यो। आइपुग्यो यो चाहिँ सूर्य बनाउँदाखेरि पनि उछेटेर विन्डोबाट जाला जस्तो भएर हामी चाहिँ गाउँ पनि निस्के अब दुधसँग चाहिँ। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज फेरि पनि नयाँ भिडियो सुरु गर्दैछौँ। आज चाहिँ हामी गाउँ जाँदैछौँ अनि गाउँ चाहिँ हामी 15 डेज जतिको लागि चाहिँ हामी जाँदैछौँ अलैँचीको कामहरू गर्नको लागि। निकै लामै जर्नी हुन्छ आज, अन्त कस्तो के हुन्छ तपाईहरुलाई देखाउँदै जानेछु अनि तपाईहरु चाहिँ हेर्दै गर्नुहोला। यहाँनिर चाहिँ हामी टाउन आइपुग्यो। यहाँ बाबा मम्मीहरूलाई रबर बुट लानुको लागि चाहिँ हामी खोज्दैछ हेर्दैछ, यहाँनिर मिलाउँदैछ। यहाँ चाहिँ मेरो ठ्याक्कै गाउँ जाने बेलामा फेरि मेरो सनस्क्रिन सकेको थियो अन्त ल्याउनु गएको म चाहिँ। अन्त चाहिँ हामी चाहिँ लेट गयो नि त अनि फेरि भोक लागिसकेको थियो। अन्त हामी चाहिँ अलिअलि के जातिहरू खाएर चाहिँ हामी आएपछि लागेको हामी। यो चाहिँ मेरो हस्बेन्डको गाउँमा जाने बाटो अनि सूर्यको छेउमा हो। यो चाहिँ सूर्यदेखि यता गिलफुर र सूर्यको बिचमा यो चाहिँ बक्स कटिङ। जहिले पनि यो बाटो चाहिँ ब्लक हुन्छ, एकदम डर लाग्दछ। माथिबाट रोडमा पहिरोहरू आएर एकदम डर लाग्दो हुन्छ। यो चाहिँ ट्रङ्सा हाइवे, त्यसले चाहिँ एकदम रिस्की हुन्छ। हामी धेरै त्यहाँनिर बस्नु पऱ्यो किनभने चाहिँ एकदम गाडीहरू जानु नसकेर हिलोमा पर्सेर। अब यो कहिले ठेलेर यो गाडी उता गएर चाहिँ हामी जानु। पानी पर्यो भने त काम छैन। ठेल्दैछ त्यसले नै अड्काउनु पर्यो हामीलाई। यो त फरर जान्छ होला तर यो त बिहान पछाडि चढ्दैछ जान्नु सर। हामी चाहिँ सूर्य आइपुग्यो। यो चाहिँ सूर्य। अन्त हामी चाहिँ तल आइपुग्यो। रोड चाहिँ एकदम रफ छ नि त, त्यो भएर फोन भिडियो त्यति बेसी बनाएन।
फोन भिडियो बनाउँदाखेरि पनि उछेटेर विन्डोबाट जाला जस्तो भएर चाहिँ मैले भिडियोहरू पनि राम्रोसँगले बनाउनु पाएन। त हामी चाहिँ गइरहेको छौँ, स्टिल पनि लङ वे छ पुग्नुको लागि चाहिँ। हामी चाहिँ गाउँ पनि निस्के अब, अन्त राति पनि हुन आँट्यो, साँझ परेको छ। यहाँ चाहिँ हामी माथि गाउँमा छिमेकीको घरमा चाहिँ तातो तातो चिया खाँदैछौँ। एकदम जाडो जाडो जग्गा छ। अन्त यहाँ चाहिँ गाईको दुधसँग चाहिँ एकदम मिठो खालके गाईको दुधको चिया चाहिँ हामी खाँदैछौँ। अब केही छिनपछि चाहिँ हामी जाने घर, हाम्रो घर चाहिँ मुनि हो। बुझ्यो, ए थाहा रहेछ क्या। अब यस्तो हुन्छ